नयाँ अभियान लिएर हाम्रो यो विशेष कार्यक्रम हाम्रो निमन्त्रणालाई स्वीकारेर प्रमुख अतिथि रूपमा उपस्थित हुनुहुन्छ उहाँलाई आदरणीय अध्यक्ष हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष श्रद्धेय अध्यक्ष गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री आदरणीय पुष्पकमल दाहाल प्रचण्डज्यूलाई सारगर्भित मन्तव्यको निम्ति म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक कमरेडलाई। कार्यक्रमका अध्यक्ष तथा यसमा विशिष्ट अतिथिका रूपमा उपस्थित हाम्रो पार्टी केन्द्रका उपाध्यक्ष कमरेड अग्नि सापकोटा लगायत सबै केन्द्रीय समितिका सहयोद्धा कमरेडहरू र यस प्रदेश र जिल्लाका सबै पदाधिकारी र सदस्य कमरेडहरू, म पार्टी केन्द्रको तर्फबाट मेरो तर्फबाट एकचोटि तपाईहरू सबैलाई लाल सलाम भन्न चाहन्छु। आदरणीय जनसमुदाय, आज मलाई भाषण भन्दा गीतै सुनम सुनम लागेको छ, नाचै हेरम हेरम जस्तो लागेको छ। म सबै कलाकारहरूलाई र नृत्य गर्ने सबै भाइ बहिनीहरूलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। यो कार्यक्रम निकै जोरदार आकर्षक बनाउन तपाईहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। सबैलाई धन्यवाद भन्न चाहन्छु। र चितवनमा गर्मी बढी नै सकेछ। आज यहाँ बस्दै गर्दा गर्मी बढेको राम्रै महसुस भयो। तर यो गर्मीभित्र पनि तपाईहरूको उत्साह, तपाईहरूको उपस्थिति, तपाईहरूको धैर्यता धेरै महान छ भन्ने मलाई लागेको छ। त्यसको लागि तपाईहरू सबैप्रति म हार्दिक अभिवादन र हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। आदरणीय जनसमुदाय, मैले धेरै भन्नुपर्ने कुरा केही छैन। पहिलो कुरा त म चितवनमा तपाईहरूसँग धेरै पटक धेरै सन्दर्भमा कुराहरू राखेको छु। देशको राजनीतिको बारेमा, चितवन जिल्लाको विकासको बारेमा, भरतपुर महानगरपालिकाको बारेमा र धेरै धेरै विषयमा। त्यसकारण मेरो लागि तपाईहरूसँगको भेट नयाँ होइन र भन्नुपर्ने कुरा पनि धेरै छैन। त्यसमाथि कमरेड हितमान साक्यदेखि कमरेड पम्फा भुषाल हुँदै भर्खरै कमरेड अग्नि सापकोटाले पार्टीको बारेमा, राजनीतिको बारेमा र अहिलेको स्थितिबारे धेरै कुरा राखिसक्नु भएको छ। ती सबै कुराप्रति मेरो सहमति र एकबद्धता छ भन्ने कुरा पनि तपाईहरूले बुझिराख्नु भएकै छ। अहिले हामीले केन्द्रीय समितिको बैठकबाट अलि गम्भीर ढङ्गले हाम्रो आन्दोलनको, नेपालको राजनीतिको घटनाक्रमको समीक्षा गर्यौं, अलिक गम्भीर समीक्षा गर्यौं र कहीँ न कहीँ केही न केही कुरा टुटेको छ, कहीँ न कहीँ केही कुरा छुटेको छ, जसका कारणले देशमा बुर्जुवा प्रतिक्रियावादीहरू, दलालहरू, नोकरशाहहरूले टाउको उठाउने मौका पाएका छन् भन्ने निष्कर्ष निकाल्यौं। र त्यो टुटेको कडी, छुटेको कडी भनेको जनतासँगको हाम्रो घनिष्ठ सम्बन्धमा आएको कमी नै हो भन्ने निष्कर्ष निकाल्यौं। हामीले हाम्रो रोगको बारेमा डायग्नोसिस गर्ने कोसिस गर्यौं। हामीलाई साँच्चै केही रोग लागेको हो त? माओवादी केन्द्रलाई त्यत्रो इतिहास परिवर्तन गर्ने, युग परिवर्तन गर्ने, हजारौंको हाँसी हाँसी बलिदान गर्ने पार्टी अहिले कता कता कहिले दायाँतिर, कहिले बायाँतिर, कहिले काङ्ग्रेसतिर, कहिले एमालेतिर हुँदै गर्दा हामीलाई सरुवा रोग लागेकै हो त? हामीले गम्भीर ढङ्गले डायग्नोसिस गर्ने, अपरेसन गर्ने कोसिस गर्यौं र हामीलाई के लाग्यो भने हामीलाई अलिअलि धेरै रोग लागेर हामी सिद्धिएको त होइन, तर रोग चाहिँ हामीलाई लागेकै छ, सरुवा रोग। र त्यसको उपचारको विधिको बारेमा पनि हामीले गम्भीर रूपले विचार गर्यौं। मैले आफैले पनि धेरै गम्भीर रूपले सोचेँ। म आफै जीवित हुँदा त्यत्रो महान जनयुद्धको नेतृत्व,
हजारौं बेपत्ता, हजारौं शहीद भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र शान्ति सम्झौता संविधान सभा संविधान हुने अहिले आफू जीवित रहँदै गर्दा कता कता हाम्रो त्यो महान गौरव गाथा, त्यो इतिहास, त्यो रक्तरञ्जित इतिहास पनि भन्न सकिन्छ। नेपालको इतिहासमा अभूतपूर्व र असाधारण क्रान्ति धमिलो हुन थालेकै हो त भन्ने समीक्षा गऱ्यौँ हामीले। र मैले पहिला त यो कहाँबाट यसलाई उपचार गर्ने भन्दा नेतृत्व तहबाट नै केही रिकर्डहरू, केही सङ्कल्पहरू, केही नयाँ प्रतिबद्धताहरू जनताले देख्ने गरी, जनताले बुझ्ने गरी हामीले कदम चाल्नुपर्छ भन्ने निष्कर्ष मैले निकालेँ। म तपाईँ चितवनका आदरणीय जनसमुदायसँग विशेष रूपले म भन्न चाहन्छु कि त्यसको निम्ति म तेस्रो पटक मेरो प्रधानमन्त्रीत्व काल यो देशका लागि, हाम्रो पार्टीको लागि, माओवादी आन्दोलनको लागि र मेरो लागि पनि एउटा ठुलो चुनौतीका साथ अवसर हो र यसको सदुपयोग गर्न सकिएन भने देशले दुःख पाउने, जनताले दुःख पाउने, आन्दोलनले र हाम्रो पार्टीले दुःख पाउने स्थिति आउने खतरा मैले नजिकबाट देखेँ र त्यसलाई बदल्ने सङ्कल्प सहित मैले तेस्रो प्रधानमन्त्री कालमा एउटा त नयाँ क्रान्ति भ्रष्टाचारका विरुद्ध अभियानबाट सुरु गर्नुपर्छ भनेर भ्रष्टाचार माथि प्रहारबाट सुरु गरियो। तपाईहरुलाई थाहा छ। दोस्रो, सामाजिक विभेद हामीले संविधानमा र कानुनमा केही कुरा सुधार गरे पनि अझै पनि व्यवहारमा र संस्कृतिमा अझै विभेदको अन्त्य भएको छैन। त्यहाँ सामाजिक न्यायको आन्दोलन पनि हामीले चलाउनु पर्छ भनेर अर्को आन्दोलन छेडियो। म त्यसको अहिले व्याख्या गर्न सम्भव छैन, तपाईहरुले सुनिराख्नु भएको छ। चाहे त्यो नागरिकताको समस्या होस्, चाहे त्यो मिटर ब्याज पीडितहरूको समस्या होस्, चाहे सामाजिक सुरक्षा कोषसँग सम्बन्धित समस्या होस्, त्यसमा रिकर्ड बनाउने कोसिस गरियो र अर्को आर्थिक सङ्कटबाट देशलाई निदान दिनको लागि केही नयाँ कदमहरू चाल्ने कोसिस भयो। यसले थोरै भए पनि जनतामा केही आशा, केही भरोसा जन्माउन थाल्यो। अन्तर्राष्ट्रिय रूपमा चाहे हिन्दुस्तान भ्रमणको क्रममा होस्, चाहे चाइना भ्रमणको क्रममा होस्, चाहे राष्ट्रसङ्घ होस्, चाहे इटाली होस्, चाहे दुबईमा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको कुरा होस्, मैले नेपाल र नेपाली जनताको हितमा केही रिकर्डहरू बनाउने कोसिस गरेँ। साँच्चै नेपालको प्रतिष्ठा विश्वभरि नयाँ उचाइमा उठ्यो। संसारले, मैले अहिले त्यसको धेरै व्याख्या गर्न सम्भव छैन, संसारभरिका सबै नेताहरूले नेपाल देखिन थाल्यो, नेपाल सुनिन थाल्यो। नेपालको नेतृत्वका विचारहरू नसुनिकन अब विश्वका समस्या समाधान गर्न एक्लै सम्भव छैन भन्ने तर्क वितर्क हुन थाले। मेरै कानले ती अन्तर्राष्ट्रिय मञ्चहरूमा त्यो सुने। यो तपाईँ हामी सबैको निम्ति गर्वको कुरा हो। तर त्यही सुशासन, भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गरे बापत, त्यही सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको आन्दोलन उठाए बापत, त्यही आर्थिक सङ्कट समाधान गरेर अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउने पहल गरे बापत मलाई यो देशका दलालहरूले, बिचौलियाहरूले, नोकरशाहहरूले अनेक प्रपञ्च र षड्यन्त्र गरेर सरकारबाट बाहिर पुर्याए। तपाईहरुलाई थाहा छ त्यो कुरा। तर त्यो 18 महिनामा गरेको कामको समीक्षा सहित नेपाली जनताले म बाहिर आउँदै गर्दा म प्रति, मेरो पार्टीप्रति र मैले नेतृत्व गरेको आन्दोलनप्रति एउटा नयाँ आशा र नयाँ भरोसा फेरि लिन थालेको अनुभूति मैले गरेँ। म तपाईहरुले देख्नुभयो, म पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण लगातार जनताको बीचमा जाने एउटा नयाँ सङ्कल्प सहित हिँड्दै जाँदा जनताको भरोसा, जनताको विश्वास बढ्दै गएको मैले अनुभूति गरेँ। र त्यही क्रममा
केन्द्रीय समितिको बैठक बसेर हामीले गम्भीर समीक्षा गरेर हामीलाई लागेको रोगको उपचार हस्पिटल गएर हुन सक्दैन, कुनै डाक्टरले पनि हाम्रो उपचार गर्न सक्दैन। हामीलाई लागेको उपचार गर्ने एक मात्र डाक्टर श्रमजीवी नेपाली जनता हो। जनताको बिचमा जाने सङ्कल्प सहित हामी साँच्चै रूपान्तरण भयौँ भने जनताले हाम्रो उपचार राम्रैसँग गर्छ। हिजो पनि जनता नै हो जसले हामीलाई सिंहदरबार पुर्याइदियो। 64 सालको निर्वाचनमा देशको सबभन्दा ठुलो पार्टी बनाएर हामीलाई त्यहाँ पुर्याउने कुनै कांग्रेसका नेताले दया गरेर या एमाले या कुनै राजा महाराजाले दया गरेर हामीलाई त्यहाँ पुर्याएको थिएन। हामीलाई श्रमजीवी जनताहरूले, यो देशका सबै उत्पीडित महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, थारू, अल्पसंख्यक, मुस्लिम सबैको साथ र सहयोग, किनकि हामी उहाँहरूकै काखमा हुर्क्यौँ बढ्यौँ। त्यसकारण हामी अपराजय भयौँ, हामीलाई कसैले जित्नै सकेन। हामीलाई नेपाल सरकारले जित्न त सकेन। अन्तर्राष्ट्रिय प्रतिक्रियावादले पनि अब माओवादीलाई नेपालमा दबाएर सकिँदैन, अर्कै तरिका अपनाउनु पर्छ भनेर नै एउटा नयाँ प्रक्रियातिर गएको हो। हामी कता कता शान्ति सम्झौतापछि हाम्रो वर्ग, हाम्रो राजनीतिक मुद्दा, हाम्रा उत्पीडित जाति, समुदाय, क्षेत्र सबैसँगको सम्बन्ध हाम्रो कमजोर हुनुको कारणले नै प्रतिक्रियावादीहरू हौसिँदै गए। जाली झेलीहरू, फटाहरू अलिकति हौसिँदै गए। जनता अलि निराश, कहीँ न कहीँ जनतामा फ्रस्ट्रेसन एक खालको पैदा हुँदै गयो। त्यसको कारण यही हो भन्ने निष्कर्ष निकालेपछि हामी यथास्थितिलाई तोड्नै पर्छ भनेर नै हामीले पहिला त सुरुवात गऱ्यौँ हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान। त्यसको सुरुवात गऱ्यौँ र झापाबाट तपाईँहरूले देख्नुभयो आज चितवनसम्म हामी हुलाकी मार्गमै छौँ। हुलाकी मार्ग केन्द्रित भएर तराई मधेसका 11 जिल्लामा हामीले अभूतपूर्व जनसहभागिता देख्यौँ। हामी जनताकै घरमा बस्यौँ, शहीदहरूकै घरमा। हामी उनीहरूकै परिवारसँग उनीहरूले जे खान्छन् हामीले त्यही खायौँ, उनीहरू जसरी सुत्छन् हामी त्यसरी नै सुत्यौँ। हामीले आत्मालोचना गऱ्यौँ, कहीँ न कहीँ हामी चुक्यौँ बिचमा, तर हामीले महसुस गऱ्यौँ हामी जनताका छोराछोरी हुनुको नाताले हामी रूपान्तरण हुन चाहन्छौँ। तपाईँहरूले हामीलाई साथ दिन पर्यो, नत्र प्रतिक्रियावादी जाली झेलीहरूले यो देशलाई फेरि एउटा ठुलो दुर्घटनामा हाल्न सक्छन्। यो देशमा महिलाले पाएको केही अधिकार खोसिन सक्छ, दलितले पाएको अधिकार खोसिन सक्छ, जनताले पाएको अधिकार खोसिन सक्छ। त्यसकारण हामी सचेत भएर तपाईँहरूको बिचमा आएको हो भनेर हामीले भन्यौँ। झापाको देशको सबभन्दा होचो भूभागबाट सुरु गरेको हाम्रो अभियान अगाडि बढ्दै जाँदा घन्टै पछि, दिनदिनै होइन घन्टै पछि जनतामा उत्साह, तरङ्ग, विश्वास, भरोसा पार्टीप्रति बढ्दै गएको हामीले घन्टै पछि अनुभूत गऱ्यौँ। हाम्रो सिङ्गै टिम, आज त हामी अब पदाधिकारी त अब अहिले अग्नि सापकोटाजी मात्रै बाँकी रहनुभयो। एकछिन अगाडि तपाईँहरूले देख्नुभयो पम्पा भुषाल हुनुहुन्थ्यो, बिहानसम्म नारायण काजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि यहीँ हुनुहुन्थ्यो, तर अरू कार्यक्रमले उहाँहरू जानुभयो। नत्र हाम्रो सिङ्गै टिम हामी यो अभियानमा हिँड्दै गर्दा श्रमजीवी जनताको, मजदुर किसानको, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको यति धेरै हामीप्रति भरोसा हामीले देख्यौँ कि त्यही हाम्रो लागि ऊर्जा भयो। जति मेहनत गरे पनि, जति दुःख गरे पनि हामीले त्यो दुःखलाई हामीले सुखको रूपमा अनुभूति गऱ्यौँ। काठमाडौँमा बसेर फटाहरूसँग दिनदिनै काम न काजका गफ गर्नु हुँदाखेरिको थकाट
र जनताको घरमा बसेर उनीहरूसँगै खाँदा बस्दा पाइने आनन्दको अनुभूति त्यहाँ तुलना हुनै नसक्ने महसुस हाम्रो सिङ्गै टिमले गर्यो। र हामी साँच्चै किताबमा मात्र होइन, दस्तावेजमा मात्र होइन, जीवनमा नै रूपान्तरण भएर देखाउने भन्यौँ। र साँच्चै मधेसमा के होला भन्ने थियो। झापा मोरङ सुनसरी सकिएपछि मधेसमा त झन् अभूतपूर्व लहर देखा पर्यो। त्यसबाट प्रतिक्रियावादी बुर्जुवा पार्टीहरूमा खैला बैला मचिएको पनि हामीले थाहा पायौँ। तथाकथित मधेसवादी भन्ने सानाथाना दलहरूमा चाहिँ साँच्चै हावाकावा भएको पनि हामीले देख्यौँ। जनताले हाम्रो भरोसा अब माओवादी केन्द्र मात्रै हो र नेतृत्वको हिसाबले हामीप्रति प्रचण्डप्रति जनताको फेरि एकचोटि जुन स्तरको सद्भाव आशा भरोसा देखेँ, मेरो लागि यो साँच्चै नै असाधारण अभूतपूर्व। मैले 64 भन्दा धेरै अर्को उचाइमा जनताले महसुस गर्न थालेको प्रचण्ड नै चाहिन्छ। तपाईहरुले सुन्नुभयो होला, थुप्रै गीतका छन् पूर्वतिर। त्यसले हाम्रो पार्टीको र मेरो जिम्मेवारी देशको लागि र जनताको लागि अझ धेरै बढेको महसुस मलाई भएको छ। र आज चितवनको यो कसरा चोकमा तपाईहरुको स्पिरिट, तपाईहरुको उत्साह, कलाकारहरूको प्रस्तुति, नृत्यकारहरू पुरै चाहिँ सिंगै समूह तपाईहरु नाचेर देखाउनु भयो। यसबाट पनि एउटा सन्देश चितवनबाट तपाईहरुले दिनुभएको छ र त्यो हाम्रो लागि ऊर्जा र प्रेरणा बनेको छ। मैले यी सबै कुराको कारणले पहिलो त प्रतिक्रियावादी भ्रष्टाचारको रक्षाको निम्ति बनेको यो सरकार र व्यथिति र अराजकतालाई प्रश्रय दिने यो सरकारका कारणले नै अहिले इतिहासका कूडा कर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरेका छन्। यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन, तर फेरि पनि त्यो दुस्साहसका विरुद्ध पनि हामीले प्रतिवाद गर्नु नै पर्नेछ। र मलाई विश्वास छ आउने 15 गतेसम्म पुग्दा नपुग्दै त्यो त सिद्धि नै हाल्छ। तर कञ्चनपुर पुगेर त्यहाँसम्म यो अभियान सफल पार्दा र मध्य पहाडी लोकमार्ग, किनकि हुलाकी मार्ग पनि मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा भारत सरकारसँग सीधा सीधा प्रधानमन्त्री मोदीसँग हुलाकी मार्ग बनाउने सहमति तपाईहरुले बनाउने भनेको बनाउने हो होइन, किन 10औं-20औं वर्षदेखि त्यतिकै रोकिएको छ। नबनाउने हो भने तपाईहरुले मलाई भनिदिनु पर्यो, हामी बनाउन सक्दैनौं, तपाईहरु नै बनाउनुस्, हामी जसरी पनि हुलाकी मार्ग बनाएर देखाउँछौं नेपालले भनेपछि तपाई जानुहोस्, अगाडि बढ्नुहोस् भन्ने भएपछि मात्रै मैले सिराहा जिल्लाको बरियारपट्टि भन्ने ठाउँमा शिलान्यास गरेपछि त्यो हुलाकी मार्ग निर्माण प्रक्रियाले गति लियो र अब केही पुल पुलेसा र केही ठाउँ बाँकी छन्। त्यसकारण हुलाकी मार्ग केन्द्रित अभियान भन्नुको हाम्रो तात्पर्य हाम्रो पार्टी र नेतृत्वको सरकारले नै हुलाकी मार्ग मधेसी जनताको निम्ति एउटा लाइफ लाइन, जीवन रेखा हो र त्यसैमा गएर अपिल गर्दा मात्रै मधेसका सबै मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू लगायत सबै जनतालाई अपिल हुन सक्छ भन्ने सोचे सम्झेर गरेको थियो। तर यहाँ चितवनसम्म आइपुग्दा हामीले सोचेको कुरा बिल्कुल सही थियो। हामीले सोचेको भन्दा बढी जनता उत्साहित भए, जनता आकर्षित भए, जनताको भरोसा र विश्वास गुणात्मक रूपले वृद्धि भएको हामीले महसुस गर्यौं। मध्य पहाडी लोकमार्ग हामीले त्यतिकै भनेको होइन, तपाईहरुलाई थाहा छ मध्य पहाडी लोकमार्गको प्रस्तावक पनि पहिलोचोटि गणतन्त्र नेपालको प्रधानमन्त्री हुँदा मेरो प्रस्तावमा नै मध्य पहाडी लोकमार्ग निर्माण प्रक्रिया अगाडि बढेको हो र त्यो अब अन्तिम चरणमा छ। त्यसकारण त्यो पनि माओवादीसँग, माओवादीको क्रान्तिकारी चरित्रसँग सम्बन्धित छ, चाहे हुलाकी मार्ग चाहे मध्य पहाडी लोकमार्ग। त्यसकारण ती दुईटै मार्गको अभियान चलाउँदा सिंगै राष्ट्रलाई
एकताबद्ध गर्न सकिन्छ। तराई मधेस हिमाल पहाड सबैलाई फेरि एकचोटि नयाँ आधारमा एकताबद्ध गर्न सकिन्छ। राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्न सकिन्छ। दलालहरूलाई परास्त गर्न सकिन्छ। भ्रष्टहरूलाई लखेट्न सकिन्छ। एउटा नयाँ शक्ति निर्माण हुन सक्छ र त्यो नयाँ शक्ति समाजवादी क्रान्तिको आधार बन्छ भन्ने विश्वासले हामीले यो योजना बनाएको। आदरणीय चितवनवासी, आदरणीय जनसमुदाय, तपाईहरुले पक्कै मेरो भाषा बुझिराख्नु भएको छ। मैले भन्न के खोजिराखेको छ भन्ने कुरा, हामीले हजारौंको बलिदानबाट प्राप्त भएको उपलब्धि कुनै पनि हालतमा गुम्न दिने छैनौं। मैले भनेको छु, हामी जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुने छैन, बरु तिनलाई हामी सम्पूर्ण रूपले परास्त गर्नेछौं। र मैले के भनेको छु भने, हाम्रै जीवनकालमा अझै धेरै यो संविधानलाई परिमार्जन गर्नु छ। यो संविधानमा केही धेरै राम्रा कुरा परेका छन् सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको निम्ति, तर ती पूरा छैनन्, पर्याप्त छैनन्। अझै हामी अरू उपलब्धिको निम्ति अगाडि जानु छ। त्यसको निम्ति मैले भनेको छु, यो संविधानलाई उपयुक्त हुने शासकीय स्वरूप भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो। जबसम्म यो देश त्यहाँ पुग्दैन तबसम्म राजनीतिक स्थिरता र विकासको गति लिन सक्दैन। हामीले यो कुरा त्यति बेलै भनेका थियौं र अहिले यो अभियानमा पनि मैले आम नेपाली जनतालाई यो अपिल गरेको छु, त्यहाँ हामी पुग्नै पर्छ। त्यहाँ हामी पुग्नै पर्छ। त्यसले मात्रै देशमा राजनीतिक स्थायित्व र विकासको आधार दिन्छ र भ्रष्टाचारलाई रोक्ने वस्तुगत जमिन तयार हुन्छ भन्ने छ। र त्यसै गरी निर्वाचन प्रणाली, एउटा ओडा जित्नको लागि करोड भन्दा बढी खर्च गर्नु निर्वाचन प्रणाली, जनताको निर्वाचन प्रणाली हुनै सक्दैन। एउटा पालिका जित्न 5-7 करोड खर्च गर्न पर्ने निर्वाचन प्रणाली, जनताको निर्वाचन प्रणाली हुनै सक्दैन। प्रदेश जित्न 8-10 करोड, सङ्घ जित्न 40-50 करोड खर्च गर्नुपर्ने जनताको प्रणाली हुनै सक्दैन। त्यसकारण पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचन प्रणाली, नोट गर्नु होला, अहिले मलाई व्याख्या गर्ने समय छैन। पूर्ण समानुपातिक तर प्रत्यक्ष, समानुपातिक पनि प्रत्यक्ष निर्वाचन प्रणाली गर्यो भने मात्रै खर्च पनि हुँदैन, जनता जो कोही चुनाव लड्ने स्वतन्त्रताको उपयोग गर्न सक्छ र त्यो साँच्चै जनताको निर्वाचन प्रणाली हुन सक्छ। त्यहाँ यो देशलाई हामीले पुर्याउनै पर्छ। त्यो ठाउँमा हामीले यो देशलाई पुर्याउनु नै पर्छ। र अनि सांसद हुनको लागि करोडौं खर्च गर्ने, सांसद बनिसकेपछि मन्त्री हुनको लागि फेरि मूल नेतालाई फेरि करोडौं नजराना बुझाउने, मन्त्री भइसकेपछि भ्रष्टाचार गरेर त्यही खर्च गरेको पैसा उठाउने, यसले भ्रष्टाचार बाहेक केहीलाई मद्दत गरेको छैन। हुन के पर्यो भने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएपछि उसले 5 वर्षको लागि देशको विकासको निम्ति, सामाजिक न्यायको निम्ति, समाजवादको निम्ति विज्ञहरूलाई मन्त्री बनाउन पाउनु पर्यो। सांसद हुन परेन मन्त्री हुनलाई। सांसद मन्त्री हुँदा भ्रष्टाचार नराम्रोसँग फैलिएको छ, भ्रष्टाचारको रोग। राष्ट्रपतिले स्वास्थ्य मन्त्रीमा स्वास्थ्य सम्बन्धी राम्रो ज्ञान भएको अनुभवी विज्ञलाई मन्त्री बनाउन पाउनु पर्यो। शिक्षा मन्त्री शिक्षा सम्बन्धी अध्ययन, ज्ञान, अनुभव भएको मान्छेलाई शिक्षा मन्त्री बनाउन पाउनु पर्यो। अहिले त भएको के छ, तपाईँ हेर्नुभयो मन्त्रीका अनुहारहरू भने, जो सबभन्दा बढी भ्रष्टाचारमा लिप्त छ उसैलाई ऊर्जा मन्त्री दिएको छ, अझ लुट। अनि राम्रो काम गर्नलाई को परेको छ, चिथोरेको छ, कसरी हुन्छ त्यसलाई सताएको छ। यदि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र भयो तर विज्ञहरूलाई मन्त्री बनाउने भयो भने अनि विश्वविद्यालयका प्राध्यापकहरू मन्त्री हुन थाल्छन्, विद्यालयका अनुभवी शिक्षकहरू मन्त्री हुन पाउँछन्, मजदुर आन्दोलनका अनुभवी नेताहरू स्वतः मन्त्री बन्न पाउँछन्। अनि मात्रै देशमा स्थिरता हुन्छ, विकास हुन्छ, भ्रष्टाचार रोकिन्छ। यही उद्देश्यको निम्ति हामी यो अभियानमा छौं। आदरणीय जनसमुदाय, तपाईहरू सबैले यो कुरालाई
देखिराख्नु भएको छ। त्यसमाथि चितवनमा अघिल्लोपट्टि तपाईँहरूको जनप्रतिनिधिका रूपमा मैले जे जति चितवनको विकासको निम्ति गर्न सकेँ मैले आफ्नो ठाउँबाट इमान्दार प्रयास गरेको पक्कै तपाईँहरूले सम्झिरहनु भएको होला। अहिले भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले पुरै निष्ठाको साथ सम्पूर्ण समर्पण भावको साथ यहाँका जनताको निम्ति यहाँको विकासको निम्ति एउटा उदाहरण देशलाई नै प्रस्तुत गरेको तपाईँ हामी सबै गौरव गर्ने ठाउँमा हामी पुगेका छौँ। हामी सबैको निम्ति गर्वको कुरा हो र आउने दिनमा हामी अझ एकताबद्ध हौँ, अझ अगाडि जाने नयाँ सङ्कल्प गरौँ। चितवनले हिजो चाहे 36 सालको ऐतिहासिक जनआन्दोलनको क्रम होस् या 46 सालको जनआन्दोलन होस्, जनयुद्ध होस् या 62-63 को जनक्रान्ति, सबैमा चितवनका जनताले अग्रणी भूमिका खेलेको इतिहास हामी सबैलाई ज्ञात छ। आउने दिनमा फेरि पनि समाजवादको निम्ति एउटा नयाँ अग्रणी भूमिका, विकास निर्माण र समृद्धिको एउटा नमुना चितवनले प्रस्तुत गर्नेछ। जसरी अहिले धेरै जिल्लाहरूले त्यो गर्दैछन्, मलाई गर्व छ। मानिसहरूले बडो अपमान गर्न खोजेका थिए, माओवादी सिद्धियो अब काङ्ग्रेसको खुट्टा नटेकी हिँड्नै सक्दैन, एमालेको खुट्टा नटेकी हिँड्नै सक्दैन भन्न थालेका थिए। तपाईँहरूले पनि सुन्नुभयो होला। तर अब हामी तिमीहरूको बैशाखी टेक्दैनौँ, हामी हाम्रै खुट्टामा उभिएर जति पाउँछौँ हामी लिन्छौँ भनेपछि उपचुनावमा हामी 1 नम्बर पार्टी भयौँ। तपाईँ कोशी हेर्नुभयो, 1 नम्बर प्रदेश भने। काङ्ग्रेस र एमाले दुईटै मिल्दा पनि, मिलेको मात्र होइन मिलेर पनि के हुन्छ, काङ्ग्रेसको चुनाव चिन्ह एमालेको चुनाव चिन्ह काङ्ग्रेसले लिँदा पनि अत्यधिक माओवादी उम्मेदवारले अत्यधिक मतले विजयी भएर एउटा उदाहरण प्रस्तुत भइसकेको छ। तपाईँहरूले अहिले भर्खरै सोभियु निर्वाचन हेर्नुभयो भने काङ्ग्रेस निकट र एमाले निकट धेरै ठाउँमा गठबन्धन गरे अखिल क्रान्तिकारीको डरले। तर त्यसरी गठबन्धन गर्दा पनि धेरै ठाउँमा उनीहरू हारेर अखिल क्रान्तिकारी नै जित्यो। अखिल क्रान्तिकारीले इतिहास बनायो। चितवनमा पहिलोचोटि इन्जिनियरिङ क्याम्पसको चुनाव हेर्नुभयो तपाईँहरूले। मैले आउँदै उनीहरूलाई बधाई दिने अवसर प्राप्त गरेँ। तपाईँहरूले पाल्पा हेर्नुभयो, 30 वर्षपछि पाल्पामा इतिहास बदलियो। प्रतिक्रियावादी बुर्जुवाहरूको गढ तोडेर अखिल क्रान्तिकारीले झन्डा गाड्यो, अब गाड्यो। तपाईँहरूले हेर्नुभयो पूर्वको सबभन्दा ठुलो कलेज महेन्द्र मोरङ क्याम्पस 20औं वर्षदेखि बुर्जुवाहरूको कब्जामा थियो। अहिले त्यो गढ तोडियो र अखिल क्रान्तिकारीले झन्डा गाड्यो। विराटनगर डिग्री कलेज निकै पुरानो र अलि प्रतिष्ठित कलेज मानिन्छ विराटनगरको, त्यहाँ पनि अखिल क्रान्तिकारीले आफ्नो झन्डा बडो शानदार ढङ्गले गाड्यो। यो कलेजमा पढ्ने बुद्धिजीवी विद्यार्थीहरू ती कुनै साना बुढाहरू होइनन्, ती बुद्धिजीवीहरू पढे लेखेका देशको राजनीतिक गतिविधि बुझ्ने मान्छेहरूको जमात हो। युनिभर्सिटी कलेजमा पढ्ने विद्यार्थीहरू, उनीहरूले ट्रेन देखाइदिए। अब यो नेपालको ट्रेन कतापट्टि जाँदैछ, कतापट्टि जानुपर्छ भन्ने प्रवृत्ति उनीहरूले देखाएको छन्। उनीहरू सबैलाई म बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। र हामी सबैले त्यो ट्रेनलाई राम्रोसँग बुझ्न जरुरी छ। मैले केन्द्रीय समितिको बैठक लगत्तै मोरङमा, सुनसरी र झापामा जाँदा जनतामा जे उभार देखेँ मैले, र मैले भने मैले त कता कता 64 को झल्को आयो मलाई त पूर्वमा भनेको थिएँ। सायद तपाईँहरूले सुन्नुभयो होला 64 को झल्को। मैले झल्को मात्रै के भनेको थिएँ, साँच्चै भयो त्यो त। ग्रामथानमा काङ्ग्रेस एमाले भन्दा कति मतले माओवादीले जित्यो पालिका। 1 नम्बर पार्टी भयो काङ्ग्रेस एमाले, दोस्रो र तेस्रोमा गए प्रदेशभरि। अहिले विद्यार्थीमा क्लिन स्विप भनिदिए पनि हुन्छ, सब सखाप भयो। अरू तपाईँहरू हेर्नु होला राम्रोसँग, यसले के सङ्केत गर्छ। मैले भनेको 64 को सङ्केत देखियो है झल्को।
तर मैले सोचे भन्दा जनता अझ धेरै अगाडि गएको जस्तो मलाई लागेको छ। 84मा सायद तपाईँ हामी सबै एक भएर मेहनत गऱ्यौँ भने यी भ्रष्टाचारी दलाल बुर्जुवाहरू, बिचौलिया, यी सबै भूमाफियाहरूको दिन सिद्धिन्छ, जनताको असली राज आउँछ भन्ने म विश्वास तपाईँहरूको अगाडि व्यक्त गर्न चाहन्छु। त्यसको शर्त हामी सबै एकचोटि एकताबद्ध भएर अगाडि जाने हो। तपाईँहरूले यहाँ गीतमा पनि सुन्नुभयो, म माओवादीहरू सबै एक हुन्छन्। अब त्यसमा तपाईँहरूले शङ्का गर्न पर्दैन। सबै एकै ठाउँमा आउनुको कुनै विकल्पै छैन र मैले त्यसको निम्ति के कति गर्नुपर्ने हो सबै गर्छु। मैले माओवादीलाई त अब माओवादी मात्रै होइन, पर्सि समाजवादी मोर्चाको कार्यक्रम हुँदैछ। समाजवादी मोर्चालाई पनि एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ। त्यसो भयो भने यो देशमा हामीले साँच्चै एउटा अर्को चाहिँ रिकर्ड, अर्को असाधारण परिस्थिति बनाउन सकिन्छ र हामीले बनाउनै पर्छ पनि। मैले तपाईँहरूलाई कहिलेकाहीँ लाग्छ होला बिहानै दौडेर मर्निङ वाक गरेको छ, जनताको घर घरमा पसेर फुल ल्याएछ, मानिसहरू बाहिर निक्लेर चाहिँ अब तपाईँमाथि नै भरोसा छ भनेर आँखाभरि आँसु निकाल्छन् जनता, बुढाबुढीहरू, युवा युवतीहरू, बालबच्चाहरू। त्यो ऊर्जा हुँदो रहेछ, त्यो नेताहरूको लागि ऊर्जा हुँदो रहेछ, त्यसले पुरै तागत दिँदो रहेछ। र म जनताको त्यही ऊर्जा प्राप्त गरेर अहिले 71 लागे पनि म 20-25 जस्तो गरेर खटेकै छु। तपाईँहरू सबै पनि धेरै होइन, 1 वर्ष मेरो जस्तो गरी खटिदिनु भयो भने माओवादी मय हुन्छ सिँगै, राष्ट्र कसैले रोक्नै सक्दैन। हामी जित्छौँ, हामीले जित्नै पर्छ। फेरि एकचोटि तपाईँहरू सबैलाई अभिवादन भन्दै 15 गते अधिकतम काठमाडौँ पुग्ने कोसिस गर्नुहोला, त्यो अपिल गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन। हार्दिक आभार व्यक्त गर्न चाहन्छु हाम्रो आजको आदरणीय अध्यक्ष हाम्रो प्रचण्डलाई।